हेलो हेलो नमस्ते साथीहरू। अब यसरी हेर्नु है, अहिले असोज हो, एकदम घाम पारिलो लाग्छ भने यहाँ मौरी पनि एकदम एक्टिभली काम गरिरहेछ। अहिले चाहिँ मौरी सिजनको लाग्यो। अब मौरी सिजन लागेपछि अब किसानहरूले चाहिँ नि यो मौरी पालक किसानहरूले चाहिँ गर्नुपर्ने कामहरू तपाईँलाई भन्न लागिरहेको छु। तपाईँ हामीले चाहिँ नि यो मौरी यो अरिङ्गाल पनि लाग्छ, अहिले 3-4 वटा रहेछ। मैले चाहिँ यस्तो चप्पलले हेर्नु म ठ्याक मार्नेछु। 2-3वटा 2-3वटा लागेछ। अब एउटा त मर्यो। अब हेर्नु है, अब यताको चाहिँ नि अब यसरी मर्छ। एउटा मर्यो, एउटा चाहिँ फेरि तर्सेर भाग्यो, एउटा अब एउटा आएन, एउटा भाग्यो। ल यहाँ यस्तो पनि आउँछ, यसले पनि मौरीलाई यो उड्छ पनि। ल यसलाई पनि मार्दिए। यसको यो पनि मौरीको शत्रु नै हो। ल आएछ अर्को पनि। हेर्नु, यो अरिङ्गल चाहिँ लास्टै सटाउँछ। म के भन्न लागेको थिएँ, अर्कै कुरा आयो। अब यो चलाक छ, यो भागिहाल्यो। मर्न त मर्छ यो। र ल अब तपाईँहरूलाई भनिरहेको छु, अब विषयवस्तुमा अब मौरीले यति हेर्नु पोलन मजाले बोकिरहेछ। तल पनि झरेको थुप्रो पोलनहरू छ। अहिले सिजन भयो, यसरी अरिङ्गलले कतिहरू यहाँ गोला पनि लाग्छ। अब यो चाहिँ दुःखले दिएर हो। यिनीहरूले अब पायो भने चाहिँ अब एकजुट भएको हो त्यो अरिङ्गललाई चाहिँ एट्याक गर्नलाई। तर उनीहरूलाई यो समयमा चाहिँ लान सक्दैन त्यति है। अहिले बिहान चाहिँ धेरै लान सक्छ, किनकि उनीहरू पनि त्यति जिउ एक्टिभ हुँदैन र भारी पनि टनक्कै ल्याएको हुन्छ। अहिले उनीहरूलाई ट्यापै लान्छ, त्यतिखेर चाहिँ अहिले चाहिँ लान सक्दैन। यहाँ हेर्नु, पोलन अहिले मजाले बोकेको, पोलन ट्याक लिएर आएको छ। यो चाहिँ 10 फ्रेम छ, 10-11 फ्रेम छ। एकदमै एक्टिभ मौरी हो यो चाहिँ। मेरो मौरी मध्येमा चाहिँ यो चाहिँ एकदम राम्रो मौरी हो। यो चाहिँ एकदमै अहिले चाहिँ पोलन बोक्छ। अरूले त्यति बोकेको छैन, 1-2 घरले बोकेको देख्छु। 15-16 घरमा चाहिँ अब आइसक्यो फेरि अरिङ्गल। कहाँदेखि फुट्टै आयो। अब त्यो मर्छ हेर्नु त्यसरी आउँछ। अब यसलाई मार्नुपर्छ, गयो। यो चलाक छ एकदम, फिट्टै आइहाल्छ। ल अब चाहिँ यो उसमा जान्छु। यो मौरी 10 फ्रेम छ, 11 फ्रेम छ। अहिले यतिखेर चाहिँ गर्नुपर्ने चाहिँ हामी किसानहरूले चाहिँ नि के हो भने अहिले चाहिँ नि हामीले चाहिँ नि उनीहरूको 10 फ्रेम पुरा छ भने पनि सुपर चढाउनु पर्छ। सुपर मात्र चढाएर पनि हुँदैन। यसलाई चाहिँ नि पुरानो 1-2 चाका चाहिँ नि निकालेर त्यो फ्रेमै सहित निकालेर अर्कोलाई दिने र नयाँ चाका दिनुपर्छ, छिटो ग्रो अप गर्नलाई चाहिँ नि है। त्यो किनभने नि अहिले उनीहरूले यो नयाँ चाकामा चाहिँ एकदम यो जति खाना उनीहरूले ल्याउँछ, बाहिरदेखि ल्याउँछ नि, त्यति उनीहरूलाई चाहिँ नि भित्र अब नयाँ चाका पनि बनाउँछ र त्यहाँ चाहिँ पुरै चाकाभरि बच्चा बनाउँछ र छिटो ग्रो अप हुन्छ। र पुरानै चाका दिँदा चाहिँ नि त्यो के रोग लागेको हुन्छ, त्यति उनीहरूले रानीले पनि तपाईँहरूलाई मौरी पालकले थाहा होला, नत्र थाहा छैन भने पनि मौरी पालकले पुरानो चाक हेर्नुहोस् त, त्यहाँ पुरै बच्चा चाहिँ पारेको हुँदैन। ठाउँ कोही हुर्किएको, कोही अन्डा पारिरहेको, त्यस्तो अप डाउनको हुन्छ। त भने यो नयाँ चाकामा चाहिँ पुरै
एकै साइजको एउटै उसमा हुर्किने पनि एकै साइजमा हुर्किने र एकै टाइम हुर्किने र त्यस्तो अन्डा पार्छ, बच्चा पनि त्यस्तै निकाल्छ। र त्यो पुरानो चाकामा चाहिँ अप डाउनको निकाल्ने भएकोले नयाँ चाका नै दिनुपर्छ। र दुधहरूमा चाहिँ के गर्नुहुन्छ भने दुधको चाहिँ नि त्यो आधी चाका चाहिँ नि अस्ति नै निकाल्नु अहिले पनि निकाल्नुहुन्छ। अहिले चाहिँ सिजन लागेको हुन्छ। पुरानो चाका चाहिँ अहिले 1-2 त राखेर अहिले मह चाहिँ हुँदैन है, 1-2 त राखेर चाहिँ निकालिदिनुपर्छ। अनि चाहिँ नि उनीहरूले छिटो ग्रो अप हुन्छ। अलिक मौरी एक्टिभली धेरै छ भने चाहिँ नि है, नत्र भए चाहिँ नि त्यतिकै नयाँ नै पसेको छ भने चाहिँ ननिकाल्दा पनि हुन्छ। अहिले म तपाईँहरूलाई देखाउन लागिरहेको छु। अहिले यसरी माथिको छोप्ने चाहिँ निकालेर यो चाहिँ अहिले एकदमै एक्टिभ छ मौरीहरू। यहाँ यो मैनपुटली होइन, यो खपटी किरा पनि रहेछ। यो खपटी किरा चाहिँ जुनसुकैमा लाग्दो रहेछ। ल हेर्नु, यो चाहिँ 10 फ्रेम छ। अहिले त्यति रेसा पनि छैन, एकदम मह पनि गर्छ यसले। खपटी किरा चाहिँ टन्नै रहेछ यसलाई। ल उसको अब रहेछ है, मार्नु पर्ने, अब भ्याउँदैन। अहिले 1-2 चाका यसमा 1 फ्रेम अट्दो रहेछ। त्यो चाहिँ म हाल्दिनँ, तर यसमा चाहिँ नि के गर्छु भने 1-2 फ्रेम निकालेर चाहिँ नि यसलाई 1-2 फ्रेम चाहिँ नि अर्कोलाई दिन्छु। र यहाँ चाहिँ नयाँ फ्रेम दिँदाखेरि चाहिँ यो मौरी चाहिँ छिटो ग्रो अप हुन्छ। हामीले चाहिँ त्यो नयाँ दिनुको कारण चाहिँ छिटो ग्रो अपको लागि हो। यो पुरानै जस्तो राख्यो भने चाहिँ ग्रो अप छिटो हुँदैन है। 1-2 त मैनपुटली पनि मार्दिएँ। मैनपुटली अरे खपटी किरा अझै रहेछ। आमामा, यो खपटी किरा यहाँ एउटा लार्भा रहेछ। यहाँ यता पनि उता चाहिँ टनक्कै रहेछ कुनामा चाहिँ। मैले अस्तिदेखि सोचेको पनि थिएँ यो चाहिँ नि यो घरलाई चाहिँ नि 1-2 दिन रेस्ट गरेर अर्को नयाँलाई सिप गर्ने भनेको, तर नभएर यहाँ लगभग यहाँ मह त अहिले त्यति गर्दैन है। मह चाहिँ अहिले गर्ने सिजन होइन, तर पनि यहाँ चाहिँ छ। 1-2 केजी चाहिँ निकाल्यो भने चाहिँ छ यहाँ चाहिँ मह। ल हेर्नु, मह भएकोमा चाहिँ यस्तो हुन्छ। यी मह देख्नुभयो नि उता, त्यसरी मह गर्छ। मह नभएको चाहिँ हेर्ने यसमा चाहिँ छ नै चाहिँ छ, तर अहिले निकाल्न चाहिँ मिल्दैन यो सिजनमा चाहिँ है। अहिले मौरीको सिजन लागेको बेला चाहिँ तपाईँहरूलाई चाहिँ नि गर्नुपर्ने काम चाहिँ नि सरसफाइ, अनि यो नयाँ फ्रेम थप्ने र जुन त्यति गर्नुपर्छ है यो सिजनमा चाहिँ नि। अनि मौरी छिटो ग्रो अप हुन्छ। तपाईँको मौरी छिटो एक घरबाट 2 घरबाट 3 घर गराउनलाई चाहिँ यो सिजन जब तब सिजन लाग्छ। सिजन भनेको चाहिँ कस्तो हुन्छ भने पानीले घाम लगाएपछि यहाँ उनीहरूले राम्रो मौरीले पोलन प्रशस्तै बोकेर ल्याउँछ, त्यो चाहिँ सिजन हो है। अब यो अबदेखि बोके सुरु गरेपछि अब असोज कार्तिक मङ्सिरसम्म बोक्छ। अब चाहिँ नि त्यसरी अब मौरी आउने बेला पनि भयो। त्यही भएर मौरीको सिजन भइसकेको छ है। तपाईँहरूलाई यति भन्नको लागि मैले भिडियो बनाएको। तपाईँहरूलाई मेरो भिडियो लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद हजुरहरूलाई।